वर्ल्ड भिजन बालबालिका तिनका परिवार र समुदायहरूलाई गरिबी र अन्यायबाट मुक्त हुन सघाउन प्रतिबद्ध एक इसाई राहत विकास र पैरवी संस्था हो। इसाई मान्यताहरूबाट प्रेरित भएर यस संस्थाले संसारका सबैभन्दा बढी जोखिममा रहेका मानिसहरूसँग मिलेर काम गर्दछ। वर्ल्ड भिजनले आफ्ना कार्यक्रमहरू नेपालमा औपचारिक रूपमा सन् 2001मा सुरुवात गरी हाल देशका 14वटा जिल्लामा क्रियाशील रहेको छ। यसरी वर्ल्ड भिजनले नेपालका विभिन्न जिल्लाहरूमा आफ्ना कार्यक्रमहरू गर्ने सिलसिलामा राजधानीसँग जोडिएको ललितपुर जिल्लामा पनि सन् 2001देखि 2013सम्म यस्ता कार्यक्रमहरू सञ्चालन गरिसकेको छ। वर्ल्ड भिजनको कार्यक्रमबाट ललितपुरका सङ्गीता खत्री र विमला बस्नेत आफूहरू आत्मनिर्भर हुन सकेको बताउँछन्। वर्ल्ड भिजनले दिएको तालिमको कारण आफ्नो उत्पादन बढेको तथा आफ्नो पेसालाई व्यवस्थित बनाउन सिकेको उनीहरू बताउँछन्। हामीलाई वर्ल्ड भिजनले नसिकाउँदा त अब हामी कुन जात लाउने भन्ने थाहा थिएन। जुन जात पाए त्यही जात लाउँथ्यौँ, भएन भन्थ्यौँ अर्थक लाउँथ्यौँ, नभए बाँझै छोड्थ्यौँ। वर्ल्ड भिजनले चाहिँ अब जातहरू चिनाइदिएको भएर हामीले सिजनको जात लाउनु पायौँ। अनि हाम्रो 24 महिना हाम्रो बारीमा तरकारी फलिरह्यो। वर्ल्ड भिजनले हामीलाई तालिम, शिक्षा अनि हामीलाई समूहमा बस्न सिकाउनु भयो। एकजनाको कमाइले अलिक गाह्रै थियो। अहिले वर्ल्ड भिजनले जति सिकाएपछि चाहिँ नि वास्तवमा अलिक सजिलै भयो। पानीको सिँचाइहरू पनि दिनुभयो, धेरै राम्रो गरिदिनु भयो। अहिले तरकारी होस् राम्रै भएको छ। 3टा बच्चा छन्। 3टा बच्चालाई चाहिँ मजाले पढाउन, खुवाउन, पालन पोषणलाई मजाले पुगिरहेछ। परम्परागत खेती प्रणालीले उत्पादन दिन नसकेको तथा तरकारीमा लाग्ने रोगका कारण आजित भएका उनीहरूले वर्ल्ड भिजनको तालिम तथा परामर्शबाट तरकारी खेतीमा लाग्ने रोगको निदान, उत्पादन बढाउनलाई आधुनिक कृषि प्रणालीका बारेमा जान्न सक्ने भएका छन्। वर्ल्ड भिजन मार्फत एउटा माउ र एउटा पाठी पाएर बाख्रा पालन सुरु गरेकी यी महिलाले अहिले 10वटा बाख्रा बनाउन सफल भइसकेकी छिन् भने आर्थिक रूपमा पनि सक्षम भइसकेकी छिन्। वर्ल्ड भिजनबाट मैले माउ एउटा र सानो पाठी एउटा 2टा लिएको थिएँ। अहिले 10वटा भएछ। पहिलो चाहिँ अब पैसा भनेको चाहिँ आफूसँग नहुने श्रीमानसँग हात थाप्नु पर्ने। अहिले चाहिँ बाख्रा बेचेको पैसा आफूले सँगालेर राखेर आफूले चाहिँ भनेको ठाउँमा चाहिँ यसो लगानी गर्नु पाइयो नि। ललितपुरको नक्खु डोलका स्थानीयसँग जोडिएर वर्ल्ड भिजनले साँच्ची नै उनीहरूको जीवनमा परिवर्तन ल्याइदिएको आभास हुन्छ। पेसा व्यवसाय सञ्चालनको लागि न्यूनतम पूर्वाधार विकासको साथै तालिमको कारण आफ्नो जीवनशैलीमा आएको परिवर्तन देखेर उनीहरूमा आत्मविश्वास बढेको छ। सँगसँगै आर्थिक आम्दानी पनि बलियो भएको छ। वर्ल्ड भिजनको उत्प्रेरणाबाट स्वरोजगार बनेका राजकुमार खड्काले अहिले आफ्नै व्यवसाय सञ्चालन गरेका छन्। बालबालिकाको शिक्षा स्वास्थ्यको लागि अभिभावकलाई पनि लगानी गरी व्यवसायमा समृद्ध बनाउन वर्ल्ड भिजनले दूर दृष्टिकोण देखाएको बताए। मलाई दिनभरि काम गरेर बिहान बेलुकाको खाना जुटाउन मुस्किल थियो। तर मैले वर्ल्ड भिजनको सपोर्ट पाइसकेपछि चाहिँ मैले अब दही दुधको काम गर्न थालेँ, डेरी राखेँ। मेरो छोरी 12मा पढ्छ अहिले, छोरो अहिले 10मा पढ्दैछ। अहिलेसम्म पढाउन सक्ने स्थिति बनाएको नै वर्ल्ड भिजनको सहयोगले नै हो। कृषि पेसा सिपमूलक तालिम मात्र नभई शिक्षामा पनि वर्ल्ड भिजनले लगानी गरेको छ। यो हो हरिसिद्धि उच्च माध्यमिक विद्यालय। वर्ल्ड भिजनले यस विद्यालयको पूर्वाधार विकासमा मात्र नभई शिक्षक विद्यार्थी सिकाइमा पनि तालिमद्वारा परिवर्तन ल्याइदिएको छ।
परम्परागत ढङ्गबाट हुँदै आएको शिक्षक विद्यार्थीको सिकाइको विधिलाई पनि विद्यार्थीको मनोविज्ञानलाई बुझेर सिकाउने शैलीमा परिवर्तन आएको स्वयं यी शिक्षिका बताउँछिन्। हाम्रो एसएससीको ट्रेनिङले जुन सामग्रीहरू र अनि भिजुअलहरू देखाएर साथै उनीहरूलाई त्यो नयाँ टेक्निक्सहरू युज गरेर चाँडै उनीहरूले सिक्न पाए। त्यसले गर्दाखेरि बच्चाहरू हामीसँग धेरै घुलमिल भएर धेरै कुरा सिक्नमा तत्पर भएका छन्। ललितपुरका स्थानीय सङ्घको हातेमालोमा वर्ल्ड भिजनले विभिन्न सिप सिकाइका कार्यक्रम कृषि पेसालाई आधुनिक तवरले सञ्चालन गर्नेदेखि लिएर शिक्षामा समेत ठुलो योगदान दिएको पाइयो। विद्यालयको पूर्वाधार विकासमा पनि वर्ल्ड भिजनले सहयोग गरेको छ। विद्यालयमा शिक्षकले विद्यार्थीहरूलाई सिकाउने तरिकामा पनि परिवर्तन आएको छ। आफ्नो 29 वर्षीय कार्यकालको अनुभवमा वर्ल्ड भिजनको सहयोगले फरक अनुभव गर्न पाएको बताउनुहुन्छ यस विद्यालयकी प्रधान अध्यापक आशा देवी महर्जन। जब तालिम नपाउँदा टिचरहरूले के गर्थ्यो भने खालि कपीमा लेखिदिने मात्र, अनि कण्ठ गर्न लाउने, अनि बटा स्वर दिने मात्र गरिन्थ्यो। अहिले जब वर्ल्ड भिजन मार्फत टिचरले तालिम लिएर आउनु भने त्यसपछि पुरै बिहेभियरै चेन्ज देख्छु म। बच्चाहरू पनि अलि एक्टिभले उफ्रिएको देखिने, खेलप्रति रुचि राख्ने, अनि क्लासभित्र अब्जर्भ गर्न जाँदा पनि खेली खेली सिकाउने, अनि भित्ताभरि विद्यार्थीले कोरेका चित्रहरू टाँस्ने। हेर्नेहरू के भन्छ भने कुनै प्राइभेट स्कुल बोर्डिङ स्कुलहरू भन्दा यहाँ चाहिँ कुनै कमी पाइएन भन्दै अभिभावकहरू यहाँको गुणगान भनौँ न गाएर जानुहुन्छ। वर्ल्ड भिजनले स्थानीय महिला, बालबालिका तथा विद्यालय क्षेत्र मात्र लाभान्वित गराएको नभई सरकारी क्षेत्रसँगको सहकार्यलाई पनि सँगसँगै अगाडि बढाएको छ। जिल्ला कृषि विकास कार्यालयमा रहेर फिल्डमा काम गर्ने प्राविधिक सहायक कोकनाथ घिमिरेको अनुभव यस्तो छ। सरकारी लेभलमा तपाईँको चाहिँ किसानलाई दिनुपर्ने सेवाहरू, टुल्सहरू कमी हुन्छ। त्योभन्दा नपुगेको अवस्थामा वर्ल्ड भिजनले निकै राम्रो एकदम प्रभावकारी काम रह्यो। उदाहरणको लागि हामीले जब फिल्डमा गयौँ, किसान समूहसँग हामीले काम गऱ्यौँ। समूहसँग काम गर्दै जाँदा लेभलमा गएपछि हामीले गाविससम्मको एट्याचमेन्ट भयो। गाविस कृषि सेवा केन्द्र, जिल्ला कृषि विकास कार्यालय ललितपुर र वर्ल्ड भिजनको चाहिँ हाम्रो चाहिँ यो कृषि सम्बन्धी चाहिँ काम गर्ने चाहिँ इकार्स नेपाल मार्फत चाहिँ प्राङ्गारिक कृषिमा र चाहिँ एकदमै र व्यावसायिक कृषक उत्पादन गर्नमा चाहिँ महत्त्वपूर्ण योगदान रह्यो। यसरी समुदायमा आवश्यकता अनुसारको सहयोग गर्दै वर्ल्ड भिजनले आफ्नो सक्रियता देखाएको छ। अब आउने समयमा पनि समुदायका मानिसहरूलाई कसरी आत्मनिर्भर रहने र अझै पनि गरिब, अशिक्षा तथा अभावबाट गुज्रिरहेको अरू समूहलाई पनि कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा समुदायमा नै आफ्ना विभिन्न किसिमका तालिम तथा सहयोग मार्फत सक्षम बनाउन वर्ल्ड भिजन सफल भइसकेको छ।